सच्चो भनेकै यही हो सच्चो भनेको त पहिला मातोडीवटा हन्डा थियौँ अहिले अस्टिनका डाउनटाउनतिर हन्डा छौँ यस्तो बलवान हुन्छ समय भने कुनै दिन बालाखिन पनि हिँड्थ्यौँ अहिले बाबु कुनै दिन बाँधो हिँड्थ्यौँ अस्टिन सहरको डाउनटाउनमा हिँड्न लाग्यौँ भगवान कृपाले भगवती माता कृपाले तिमीहरूको परिश्रमी छोरा भयो डाउनटाउनमा हिँडायो भगवानले तिमीहरूको कल्याण गरून् प्रगति हुँदै जाओस् दिन प्रतिदिन यस्तो अस्टिन सहर महँगो सहर जस्तोमा घर बनाएर हामीले घुमाएकोमा छोरालाई धेरै धेरै धन्यवाद छ भगवानको कृपा भइरहोस् धनधान्य सुधान्य आयु ऐश्वर्य वृद्धि होस् सफल हुँदै जाओस् छोराको नवीन छोराको भगवानले कल्याण गरून् अस्टिन सहरमा यस्तो सहरमा हामीले घुमाएको यस्तो डाउनटाउन सहरमा घुमिरहेका छौँ हामी आज धेरै ठाउँ घुम्यौँ तालमा गयौँ कुन तालले हो लेडी बर्ड लेक लेकमा गयौँ माउन्ट बोनेलमा गयौँ त्यहाँ गयौँ रिभर के अरे कोलोराडो रिभरमा गयौँ धेरै ठाउँ घुम्यौँ आज छोराको साथमा उता पछाडि नाति के खाँदैछ त्यहाँ खाइरहेको छ नाति के खायो बाबु खो उता बजी पनि बक्री छ त्यहाँ धरती छ बस्ती छ यसरी डाउनटाउनको सहरमा अस्टिनको डाउनटाउन सहरमा आएर हामीहरू यसरी घुम्न पाएकोमा धेरै धेरै धन्यवाद भन्नु छोरालाई धेरै धेरै धन्यवाद छोरा सहरमा घुमाएकोमा पुरै अमेरिका घुमाएकोमा धेरै धेरै धन्यवाद छ छोरा खैरे नानी पनि मेरी क्रिसमस भनेर गई मेरी क्रिसमस हो नि कि क्रिसमस आयो ठिक छ क्रिसमसको दिनमा जे होस् अस्टिनको डाउनटाउन सहरमा यसरी घुमफिर गऱ्यौँ घुमफिर गराए छोराले नातिसहित 4 जनाको घुमफिर यो एउटा सुनौलो अवसर हो अविस्मरणीय अवसर कहिले नबिर्सने गरेर छोराले घुमाएको छ रमाइलो लागेको छ आज क्रिसमसमा अति रमाइलो लागेको छ घुम्दै आएका छौँ हामी बाबु के भन्दैछ उता